के तपाईलाई थाहा छ कि केही खानेकुराहरूले तपाईलाई जाडोमा न्यानो महसुस गराउन मद्दत गर्न सक्छन्। चिसो महिना सुरु हुँदै गर्दा हाम्रो शरीरलाई यस्ता खानेकुराहरूको चाहना हुन्छ जसले हामीलाई न्यानो मात्र नभई स्वस्थ र सन्तुष्ट राख्न आवश्यक पोषक तत्त्वहरू पनि प्रदान गर्दछ। जाडोयाममा खानेकुराहरूले हाम्रो स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छन् र हामी तपाईहरूसँग हाम्रो उत्कृष्ट छनौटहरू साझा गर्न पाउँदा उत्साहित छौँ। हामी सबैलाई थाहा छ जाडोको समयमा सही खाना खोज्नु चुनौतीपूर्ण हुन सक्छ। हामीलाई त्यस्तो चिज चाहिन्छ जुन स्वादिष्ट मात्र नभई चिसो मौसमसँग जुझ्न ऊर्जा पनि प्रदान गर्दछ। क्यालोरी धेरै भएका तर पोषक तत्त्व कम भएका आरामदायी खानाहरूमा फस्न सजिलो छ, तर त्यो समाधान होइन। हामीले स्वाद, पोषण र न्यानोपन बीच सन्तुलन खोज्नु पर्छ। हामी सबै त्यहाँ पुगेका छौँ भन्ने कुरा निश्चित छ। एकै किसिमको लतमा फसेका छौँ, उही पुराना कुराहरू खाइरहेका छौँ र हामीलाई आवश्यक पोषक तत्त्वहरू नपाएको जस्तो महसुस गरिरहेका छौँ। कुरा के हो भने जाडोको खाना भनेको केवल तातो सुपसँगै राख्नु वा भारी पहुँचयोग्य खानामा भर पर्नु मात्र होइन। यसमा त्योभन्दा धेरै कुराहरू छन्। हामीले आराम र न्यानोपनको भावना जगाउने स्वाद, बनावट र सुगन्धको बारेमा सोच्नु आवश्यक छ। मेरो लागि यो एकै समयमा पौष्टिक र आनन्ददायी दुवै खानेकुराहरू खोज्ने बारे हो। जब म चिसो र सुस्त महसुस गर्छु, म त्यस्तो चिजको चाहना गर्छु जसले मलाई भित्रबाट न्यानो पारोस्। जाडोमा पाइने केही अद्भुत खानेकुराहरूको बारेमा कुरा गरौँ। गाजर, कन्दमूल र पार्सनिप जस्ता जरा भएका तरकारीहरू जाडोको लागि उपयुक्त हुन्छन्। तिनीहरू स्वादिष्ट मात्र छैनन्, तर भिटामिन, खनिज र एन्टिअक्सिडेन्टले भरिपूर्ण छन् जसले हामीलाई स्वस्थ राख्न मद्दत गर्दछ। अनि त्यहाँ बटरनट स्क्वास वा मलाइदार झोल जस्ता सुपहरू छन् जुन आरामदायी र पौष्टिक दुवै छन्। हाम्रो जाडोको सबैभन्दा राम्रो खाना भनेको भुटेको कटुस हो। पोलेको कटुसको बास्नामा केही जादु छ जसले जाडोको झझल्को दिन्छ। तिनीहरू स्वादिष्ट मात्र छैनन्, तर भिटामिन सी, फाइबर र एन्टिअक्सिडेन्टको उत्कृष्ट स्रोत पनि हुन्। हामीलाई तिनीहरूलाई सलादमा हालेर वा खाजाको रूपमा आफै खान मन पर्छ। तपाईँ तिनीहरूलाई भराइमा वा सुपको लागि टपिङको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ। सम्भावनाहरू अनन्त छन्। भुटेको कटुस बनाउन पनि अविश्वसनीय रूपमा सजिलो छ। केही कटुसहरू निकाल्नुहोस्, तिनीहरूलाई जैतुनको तेलमा हाल्नुहोस् र तिनीहरूलाई नरम र कार्मेलाइज नभएसम्म चुलोमा भुट्नुहोस्। यो एक सरल तर प्रभावशाली साइड डिस हो जुन जाडोको जमघटको लागि उपयुक्त छ। हामीलाई ठुलो ब्याच बनाएर छिटो खाजाको लागि फ्रिजमा राख्न पनि मन पर्छ। आफ्नो खानामा भुटेको कटुस जस्ता जाडोको खाना समावेश गर्नाले ठुलो फरक पर्न सक्छ। तिनीहरूले स्वाद र बनावट मात्र थप्दैनन्, तर चिसो महिनाहरूमा आवश्यक पोषक तत्त्वहरूको वृद्धि पनि प्रदान गर्छन्। त्यसैले अर्को पटक जब तपाईँ खानाको योजना बनाउँदै हुनुहुन्छ, यी अद्भुत जाडोका केही खानाहरू मिश्रणमा थप्ने विचार गर्नुहोस्। अन्त्यमा जाडो महिनामा हामीले कस्तो महसुस गर्छौँ भन्ने कुरामा सही जाडोको खाना छनौट गर्नाले धेरै फरक पार्न सक्छ। हाम्रो आहारमा जराका सागसब्जी, सुप र भुटेको कटुस जस्ता पोषक तत्त्वहरूले भरिपूर्ण खानेकुराहरू समावेश गरेर हामी न्यानो, स्वस्थ र सन्तुष्ट रहन सक्छौँ। यदि तपाईँ पनि हामी जस्तै जाडोको खानाको बारेमा उत्साहित हुनुहुन्छ भने हामी तलका कमेन्टहरूमा तपाईँको मनपर्ने जाडोको खानाको बारेमा सुन्न चाहन्छौँ। र यदि तपाईँ थप मौसमी रेसिपी विचारहरू खोज्दै हुनुहुन्छ भने यस विषयमा अन्य सम्बन्धित भिडियोहरू हेर्न निश्चित हुनुहोस्। धन्यवाद।